शिशिर र बसन्तको कथा। एका देशमा एक बडा प्रतापी राजा थिए। उनका शिशिर र बसन्त नाम गरेका दुई राजकुमार थिए। रानी पनि निकै परम सुन्दरी थिइन्। राजा र रानीको परस्परमा बडो प्रेम थियो। एक दिन राजा शिकार खेल्न गएका थिए। रानी झ्यालमा बसेर बत्ती काट्न लागेकी थिइन्। अकस्मात उनको नजर एउटा भँगेराको गुणमा पर्यो। त्यो गुणमा रहेका बच्चाहरूलाई माउले आफ्नो चुच्चामा आहारा ल्याएर बराबर खुवाइरहेको रानीलाई खुब रमाइलो लाग्यो। तर अफसोच, एक कुमुहुर्तमा भङ्गेरी आफ्ना बच्चाहरूलाई चारा खुवाएर के बाहिर निस्केकी थिई। एउटा ब्याधाले प्याट्ट गुलेलीले हानेर उसलाई मारिदियो। रानीको मनमा बडो विषाद पर्यो। एक क्षणमा भङ्गेरा आहारा लिएर आयो। बच्चाहरूलाई आहारा खुवाई च्याउ च्याउ गरी पोथीलाई खोज्यो। तर कतै पनि पत्ता नलाग्दा केही बेरसम्म जिङ्रिङ्ग परेर झोक्र्याइरह्यो। अनि पछि आफ्नै सुसे धन्दामा लाग्यो। भोलिपल्ट पनि उसै गरी झ्यालमा बसी रानी भङ्गेराका गुणतिर हेर्छिन् त भालेले अर्कै पोथी ल्याइसकेछ। केही बेरसम्म त त्यो पोथीले सौताका छोराछोरीलाई आहारा ल्याउँदै खुवाउँदै गर्दथी। अलि बेरसम्म त उसलाई झर्को लागेर आयो। जति खुवाए पनि आ मात्र गरिरहने यी खन्चुवा बैरीका पोथ्राहरूका निमित्त के को यो भुटो। पत्थर समान दिल भएकी त्यसले ती बच्चाहरूलाई चुच्चाले तानी तानी गुणबाट खसालिदी। राम्रोसँग प्वाँख नउम्रेका ती बिचरा बच्चाहरू च्याँ च्याँ गर्दै जमिनमा पछारिएर मरे। सौताको दिल त्यहाँसम्म निष्ठुरी हुँदो रहेछ भन्ने देखेर रानीको मनलाई चिन्ताको अघोर कालो बादलले ढपक्क ढाकी अन्धकार पारिदियो। उनी मनमा नै भनिन्, केही गरी म पनि चाँडै मरिहालेँ भने राजाले अवश्य अर्कै विवाह गर्नेछन् अनि मेरा बालक छोराहरूको के दशा होला। यही चिन्ताले व्याकुल भएर रानी बरबर्ती आँसु खसाल्न थालिन्। रुँदा रुँदा दिन पनि बित्यो। जब साँझ परेथ्यो अनि राजा शिकारबाट फर्केर रानीको त्यो अवस्था देखेर खुब हडबडाएर सोध्न लागे। राजाले भन्छन्, रानी तिमीलाई के भयो, किन यसरी रोइरहेकी। तब रानी भन्छिन्, यस्तो राम्रो संसार चटक्क छोडेर एक दिन जानु पर्दछ भनेर। राजाले भन्छन्, त्यो त छँदैछ नि। जुन कुराको उपाय छैन त्यसको चिन्ता गरेर आफ्नो भएको सुखमा बाधा किन पार्ने। तिमी यस्ती त पक्कै पनि होइनौ। भन, तिम्रो शोकको कारण निश्चय अर्कै छ। तब रानीले भन्छिन्, छैन प्रभु, मरुला कि भनेर शोक लागेको हो। तर आफ्ना निमित्तको शोक होइन, खालि मेरा बालक कुमारहरूका निमित्तको हो। राजाले भन्छन्, किन? अनि रानीले भङ्गेराकी जहानको यथार्थ हाल राजालाई सुनाएर भनिन्, म केही गरी चाँडै नै मरिहालेँ भने हजुरले दोस्रो विवाह नगरी अवश्य छोडिबक्सने छैन। अनि मेरा बालक छोराहरूको कुन हालत होला। राजाले छटपट अङ्कमाल गरेर रानीलाई भने, यस्तो पनि कतै हुन सक्छ। तिमी पहिले त भर्खरकी छौ। साधारण हिसाबले तिम्रो आयु अझै धेरै वर्ष छ। उसमा पनि दैवको कुदृष्टि केही गरी पर्न आएको पक्षमा म कहिल्यै दोस्रो विवाह गर्ने छैन। राजाको यो कुरा सुनेर रानीले देखावटी रूपमा मात्र चित्त बुझेको जस्तो देखाइन्। तर भित्री मनमा उनको शङ्का गढिरह्यो। सौतेनी आमाको हातमा परेका भङ्गेराका बच्चाहरूको दुर्दशा उनको मनमा रात दिन खड्किरह्यो। चिन्ता चिन्ता हरबखत चिन्ता, चिन्तै चिन्ताले उनलाई चिताको बाटो देखाउन थाल्यो। बाहिर देख्दा भने व्यथा केही छैन। रात दिन झन्झन दोब्लाउँदै गइन् र एक दिन यो अनित्य संसारको स्याहासेस्ता बुझाउन ईश्वरको सम्मुखमा उपस्थित भइन्। रानी परलोक हुँदा सारा दरबारमा रुवाबासी चल्यो। राजाले अलि दिनसम्म त पुनः विवाहको विचारलाई मनमा झुल्कन पनि दिएनन्।
तर मरेकाको माया मात्र सधैँ अटल किन रहन्थ्यो। दिन प्रतिदिन घट्दै गयो र रानी बिनाको राजगद्दी शोभा भएन भनेर मन्त्रीवर्गहरूले पनि कराउँदा राजाले अर्को विवाह गरे। केही काल त सुखसँगै बित्यो। राजाको मन राख्नका निमित्त कान्छी रानीले पनि बिचरा ती टुहुरा शिशिर र बसन्तमाथि निकै माया देखाए जस्तो गरिन्। तर यथार्थमा उनलाई सौतेनी रोगले दबाउँदै आएको थियो। आपसमा देख्दा ती बालकहरूले कराएको आवाजले पनि उनलाई सोला दिन्थ्यो। एक दिन यी दाजुभाइ भकुण्डो खेल्न लागेका थिए। भकुण्डो अकस्मात उफ्रेर आफ्नो श्रृङ्गार गर्न लागेको रानीको ऐनामा बज्रिन गई उनको लाली गाजल इत्यादि जथाभावी भयो। त्यो देख्दा रानीलाई साह्रै रिस उठ्यो। तिमी पाजीहरूलाई यो भकुण्डो दिँदै दिन्न भनेर काखमा च्यापिराखिन्। केही बेरपछि हस्याङ फस्याङ गर्दै बसन्त रानीको खोपीमा आएर मुमा संयोगले हाम्रो भकुण्डो हजुरको खोपीमा पर्न आयो। हामीले जानी जानी गरेका होइनौँ, रिसानी माफ रहोस्, भकुण्डो फिर्ता पाऊँ भनेर बिन्ती गरे। रिसले चुर भएर लाल लाल आँखा गरेर रानीले भनिन्, सौताका छोराहरू भए पनि आफ्नै समान मानेर कत्रो दया माया गरेको त छन् मलाई शत्रुदेखि भकुण्डोले ताकेर पो हान्ने। म भकुण्डो फिर्ता दिँदै दिन्न, जा जे गर्छस् गर। रानीले यसरी झपार्दा बिचरा बसन्त के भन्न सक्थे। निन्याउरो मुख लाएर दाजु शिशिर कहाँ गएर हामीहरूदेखि मुमा साह्रै रिसानी भयो, भकुण्डो बक्सिएन भनेर बिन्ती गरे। भइगयो, म मागेर ल्याउँछु भनेर शिशिरले मुमाको खोपीमा गएर भकुण्डो मागे। रानीले अनेक तरहको गाली गरी भकुण्डो दिन्न भनेर अड्डी लिइन्। यो सब शिशिरलाई असह्य भयो। झटपट अगाडि गएर रानीको काखमा रहेको भकुण्डो टपक्क टिपेर उनी सरासर आए। अब रानीको रिसको सीमा रहेन। आफ्नो श्रृङ्गार पटार बिगारी बाटेको कपाल पनि लास लुस पारी उल्टो आग्लो ठोकी रोएर बसिरहिन्। जब राजा साँझमा आएथे अनि रानीले हतपत नै ढोका खोलिनन्। खाली घुक्क घुक्क गरेर भित्रै बसिरहिन्। राजाले अनेक फकाइ फुलाइ गर्दा मात्र बल्ल तल्ल ढोका खोलिन्। उनको त्यो दुर्दशा देखेर राजा भयभीत भए। राजाले सोधपुछ गर्दा रानीले आफूमाथि राजकुमारहरूले गरेको बनावटी अत्याचारको फुलझडी भनिन्। हजुरका छोराहरूले मलाई भकुण्डोले हाने, किन यसो गर्यो भन्दा त उल्टै मलाई फल्याङ फुलुङ पारी कपाल समेत लुछिदिए। यो अत्याचार मलाई असह्य भयो। रानीको यो कुरा सुनेर राजाले भने, रानी तिमी सन्ताप नगर, लौ भन ती पाजीहरूलाई के सजाय दिउँ। अब रानीलाई ठुलो मौका मिल्यो। राजालाई छटपट बाचा बधाई उनले भनिन्, लौ त त्यसो हो भने ती कुमारहरूलाई जङ्गलमा लगी काट्न लगाई यिनीहरूको मुटु कलेजो ल्याउन लाइदिबक्सियोस्। अब भने राजालाई भारी फसाद पर्यो। रानीले भनेको मानु भने आफ्ना छोरा नबाँच्ने, नमानु भने आफूले बाचा गरिसके। आखिर केही सिप नलाग्दा राजाले भोलिपल्ट राजकर्मचारीहरूलाई बोलाई यी राजकुमारहरूलाई जङ्गलमा लगेर मारी यिनीहरूको मुटु कलेजो ल्याउनु भनेर हुकुम दिए। राजाको हुकुम त मन्त्रीले मान्नै पर्ने हो, तर त्यस्ता कलिला सुकुमार बालकहरूलाई मार्न कसको दिलले मान्ला। जे भए पनि ती बालकहरूलाई लिएर राजकर्मचारीहरू एउटा घोर जङ्गलमा गए र दुईवटा मृगहरू मारी उनीहरूको मुटु कलेजो झिकी बालकहरूलाई त्यसै छोडेर फर्किए। अब ती बिचरा बालकहरूले त्यो घोर जङ्गलमा के गरून्।
देखेको सुनेको कहीँ कतै छैन, रात पर्दै आयो, जाडोले मुटु पनि कमाउन थाल्यो। दुवैजना मिलेर झिझा बटुले, तर आगो पार्ने सरदाम उनीहरूसँग केही पनि थिएन। त्यसकारण शिशिरले वसन्तलाई भने, भाइ यो कायदाले भएन, तिमी यहाँ बसिराख, म नजिकको गाउँमा गएर आगो लिई आउनेछु। यति भनेर वसन्तलाई एक्लै छोडेर शिशिर आगोको खोजीमा गए। जङ्गलबाट निस्केर यता उता हेर्दा पूर्वपट्टि अलि टाढा आगो पिलिपिली गरिराखेको देखेर त्यसैतिर लागे। तर पनि जति जान्छन् त्यति आगो भएको ठाउँमा पुग्न सक्दैनन्। हुँदाहुँदा उज्यालो पनि भयो, घाम पनि झुल्के। अनि उनको नजरमा एउटा ठुलो सहर पर्यो। सहरतिर उक्लेर अलिकति कदम के बढाएका थिए, गजबले झकिझकाउ भएको एउटा हात्ती आएर उनलाई समातेर पिठमा राखी राजदरबारमा लग्यो। त्यहाँ तयार रहेका गुरु पुरोहित मन्त्रीवर्गले शिशिरलाई सुनको घडाले अभिषेक गरी राजगद्दीमा बसाले। यी सबै शिशिरलाई सपना जस्तो भयो। कति कारणले आफूलाई राजा बनाएको हो, उनलाई केही पनि थाहा भएन। भोजन समाप्त भएपछि मन्त्रीवर्गसँग कुराकानी गर्दा बल्ल उनले यथार्थ कारण बुझे। के रहेछ भने त्यो देशमा दिनको एउटा राजा फेरिँदा रहेछन्। दिनभर राज्यको सुखभोग गर्यो, राति सुत्न भनेर रानीको खोपीमा गयो। भोलिपल्ट बिहान त राजा मरिराखेका। यसको हेतु बुझ्न नसक्दा सारा दरबारियाहरू हार खाइसकेका रहेछन्। शिशिरले पनि त्यो दिन त सुखमा बिताए, तर जब रात परेथ्यो अनि के होला कसो होला, मारिने पो हो कि भन्ने चिन्ताले उनलाई भित्र पोल्न थाल्यो। जब सुकलाको समय भएथ्यो अनि उनी रानीको खोपीमा गए र त्यहाँ बसिराखेकी रानीको रूप यौवन देखेर छक्क परे। रानी पनि यस्तो राम्रो जवान पुरुषलाई श्रीमान पाउँदा दङ्ग परिन्। धेरै बेरसम्म राजा रानी नसुती मिठा मिठा कुरा गरिरहे। अब अलिअलि गरेर निन्द्राले रानीलाई छोप्दै छोप्दै आयो। उनी हाई हाई गर्न थालिन्। त्यो देखेर राजाले रानीलाई पलङमा सुताई, आफू चाहिँ हातमा नाङ्गो तरबार लिएर खुब चनाखो भएर बसिरहे। आधा रातको समय भयो, जताततै सुनसान छ। आवाजको नाउँमा खाली रानीले मस्त निन्द्रामा परी फेरेको सास छ। रानीको रूप देखेर मोहित भई राजा एकटकसँग रानीकै मुखमा हेरिरहेका थिए। यस्तैमा रानीको नाकको दाहिने प्वालबाट एउटा मसिनो धागो जस्तै केही कुरा निस्क्यो। यो के होला भनेर राम्रोसँग राजाले विचार गर्न नपाउँदैमा त्यो त अकस्मात भयङ्कर कालो नाग बनी राजालाई डस्न भनेर जाइलाग्यो। राजाले पनि केही नहडबडाई आफ्नो हातमा रहेको तरबारले उसलाई चटाचट काटी टुक्रा टुक्रा पारिदिए। अब बल्ल हरेक दिन राजा मारिएको कारण उनलाई थाहा भयो। अरू केही आउँछ कि भन्ने शङ्काले उनी फेरि बिउझिँदै रहे। जब मिरमिरे उज्यालो भएथ्यो, त्यो दिनको राजा खोज्न भनी मन्त्रीवर्गले हात्तीलाई उठाउन लागे, तर हात्ती डेक चलेन। त्यो देख्दा सबैलाई अचम्म लाग्यो। उता राजाको लास लैजान भनेर मुडुलै भएका मलामीहरू घारो लिएर खोपीको दरवाजामा जान्छन् त गुनगुन गरेको शब्द भित्रपट्टिबाट आयो। उनीहरूले जब ढोकामा ट्याक-ट्याक गरेथे, ए उज्यालो भइसकेछ भन्दै राजाले ढोका खोलिदिए। राजालाई जिउँदै देखेर उनीहरूले झटपट घारो दबाएर राजाको स्वस्ति गरी मङ्गल पढ्न थाले। यो खबर सारा दरबारमा फैलियो। मन्त्रीवर्ग, गुरु पुरोहित पनि जम्मा भए। हरेक दिन राजालाई मार्ने सर्प पो रहेछ भन्ने सबैलाई थाहा भयो।
सधैँ राजा फेरिरहनु पर्दा सबै हैरान भएका थिए। अब भने चिरस्थायी राजा पायौँ भनेर सबैजना हर्षले गदगद भए र राज्यभरमा अनेक नाचगान खुसियाली भयो। सिन्दुर यात्रा पनि ठुलो समारोहका साथ गरियो। अब हामी शिशिरलाई छोडेर बसन्ततर्फ ध्यान दिउँ। दाजु आउलान् आगो ल्याउलान् भन्ने आशाले बिचरा बसन्त एक्लै जङ्गलमा जाडोले काँपेर बसिराखेका थिए। पशुहरू हिँडेर छस्र्याक छस्र्याक हुँदा पनि लौ दाजु आए भनी आशाले फुल्दथे। तर बिचराको आशा निराश भयो। सारा रात बिती पूर्व दिशातिर लाली पनि चढेर आयो, तैपनि दाजुको पत्तै भएन। बिचराको रातभर अलाप बिलापले बित्यो। जब राम्ररी उज्यालो भएथ्यो अनि उनी दाजुको खोजीमा हिँडे। राजाको छोरा भएर खाइपाई बढी आएका बिचराका कोमल हात पाउ जङ्गली काँडाले छिया छिया भए। बल्ल तल्ल उनी जङ्गलबाट निस्केर सहरको बाटो लागेर जाँदा एउटा पसलमा पुगे। आफ्ना मालताल बिक्री गर्न पसलेले यस्तो राम्रो बालकलाई देखेर भन्यो, नानी आऊ बस्छ, मेरा छोरा छैनन्, म तिमीलाई धर्मपुत्र पाल्दछु। निराधार बालक हुनाले बसन्तले पनि पसलेले दिएको शरण ग्रहण गर्नै पर्यो। त्यहीँ बसी पसलेको काम सघाई उनी आफ्नो दिन काट्न लागे। उनी पसलमा बस्दा सदाको भन्दा दोब्बर व्यापार हुन्थ्यो। यसै गरी प्रतिदिन उनको व्यापार बढ्दाखेरि ऊ असङ्ख्य धनी भयो। उसका छोराछोरीहरू पनि भए। तर सो मूर्ख पसलेलाई मलाई धनजन सम्पत्ति भएको यसै ठिटाको लक्षणले हो भन्ने होस भएन। उल्टो त्यो उनीमाथि कुदृष्टि गर्न थाल्यो। मेरा सन्तान भइहाले सित्तैमा यसलाई खुवाउने किन हो, यसलाई अलिअलि गरेर हटाउँ भन्ने कुविचारले त्यसले उनलाई अनेक खोजपेच गर्न थाल्यो। पसलेको टोकासो बसन्तले सकेसम्म सहन्थे, तर केही जवाफ गर्दैनथे। एक दिन साह्रै दिगदार लाग्यो र मन ठन्डा होस् भन्नका लागि जङ्गलमा गएर शिशिर बसन्तको गीत गाउन थाले। उनका गीतले सारा जङ्गल नै घन्कियो। गीत साह्रै राम्रो हुनाले पशुपक्षीहरू पनि मोहित भएर चुपचाप सुन्न थाले। त्यस जङ्गलमा अर्कै एक देशका राजा शिकार खेल्न आएका रहेछन्। बसन्तको गीत सुनेर यस्तो मिठो गीत गाउने को रहेछ भन्ने विचार गरेर उनी बसन्त भएको ठाउँमा आए। यस्तो राम्रो भर्खरको जवानलाई देखेर राजाले तिमी को हौ भनेर सोद्धा म एक अदना दुखी हुँ भनी बसन्तले जवाफ दिए। तर राजालाई पत्यार भएन। यो जवान कोही राजकुमार हो भन्ने मनमा निश्चय गरेर उनले बसन्तलाई लिएर आफ्नो देशतर्फ फर्के र दरबारमा पुगी उनलाई कदर साथ राखे। केही काल बितेपछि एक असल दिन ठहर्याउन लगाई राजाले बसन्तसँग आफ्नी छोरीको विवाह गरिदिए। अलि दिन सुखपूर्वक बित्यो, तर बसन्तलाई पसलेले के भन्यो होला भन्ने विचारले शान्ति दिएन। उसै कहाँ फर्कने विचार गरेर उनी राजासँग विदावादी भए। राजाले पनि अनेक लावा लस्कर र दाइजो साथ लगाइदिए। आफ्नी दुलहीलाई लिएर बसन्त पसलेको घरको बाटो लागे। केही बाटो काटिसकेपछि यो मालताल धन दौलत पसलेको घरमा अटाउँदैन भन्ने ठानेर जसले जे बोकेको छ उसै उसैलाई भयो भनेर बसन्तले सारा लावा लस्करलाई फर्काइदिए। खाली मैयालाई मात्र साथमा लिएर उनी पसलेको घर गए। बसन्तलाई देखेर पसलेले यतिका दिन कहाँ गएको थिइस्, यो कसलाई ल्याइस् भनेर सोद्धा काम विशेषले अर्कै देश गएको थिएँ, यो तपाईँकी सेठानीलाई सुसारे ल्याइदिएको हुँ भनी बसन्तले भने।
यस्ती राम्री परम सुन्दरी युवतीलाई देखेर पसलेको मनमा पाप उठ्यो। उसले 6 जना सार्कीहरू आफ्नो मतोमा लियो र एउटा बलियो छालाको धोक्रो सिलाउन लगाई सार्कीहरूकै मद्दतले बसन्तलाई बलजफ्ती समातेर घोक्रामा हाली नदीमा बगाइदियो। बसन्तको प्रभावले त्यत्तिको धनी भएर पनि अझै धेरै पाउनाको आशाले मैयाँलाई शिशिर राजा कहाँ लगी चढायो। यस्ती परम सुन्दरी युवती देखेर राजा खुब खुसी भए र त्यो पसलेलाई प्रशस्तै इनाम दिए। शिशिर राजा एक पत्नी व्रत हुन्। उनले ती मैयाँलाई विवाह गर्ने विचार गरेनन्। बरु यस्ती राम्रीसँग भाइको विवाह गरिदिन पाए असल हुने थियो भन्ने विचार गरेर उनले भाइको पत्ता लगाउनका मतलबले शिशिर र बसन्तको कथा जसले भन्न सक्दछ त्यो मानिसलाई खोजेर ल्याउनु भन्ने हुकुम दिए। उता छालाको थैलामा कोचिएका बिचरा बसन्तलाई नदीको बेगले बगाउँदै एउटा घाटमा पुर्यायो। त्यहाँ माझीहरू जम्मा भएका थिए। सबैले त्यो बगेर आइरहेको थैलो देखे। यो थैलोमा के रहेछ हेर्नु पर्यो भनेर झटपट पानीमा हाम फालेर त्यो थैलो खोल्छन् त एउटा जवान राम्रो मानिसलाई देख्दा उनीहरूलाई अचम्म लाग्यो। अनि एउटा बुढो माझीले मेरा सन्तान छैनन्, यिनीलाई म धर्मपुत्र पाल्दछु भनेर बसन्तलाई आफ्नो घरमा लगेर राम्रा तरहले खान लाउन दिएर राख्यो। यस्तैमा राजाले शिशिर र बसन्तको कथा भन्ने मान्छे खोजेका छन् भन्ने हल्ला जताततै फैलियो। बिस्तारै बसन्तको कानमा पनि पर्यो। राजालाई शिशिर र बसन्तको कथामा किन यस्तो चाख लागेछ भनेर बसन्तलाई अचम्म लाग्यो। यसको हेतु बुझ्नु पर्यो भनेर दरबारमा गई यो कथा थोर बहुत म जान्दछु भनेर राजाका हजुरमा खबर पठाए। राजाका हजुरमा हाजिर पुग्नासाथ बसन्तलाई बोलाहट भयो। बसन्तले राजाको दर्शन गरे। शिशिर बसन्तको कथामा राजाको चाख लाग्नुको कारण पनि बुझिहाले। तर उनले झटपट आफ्नो परिचय दिन ठिक ठानेनन्। आफू झुत्रे झाम्रे माझीको धर्मपुत्र बनेर बसेका हुनाले त्यत्रा राजासँग हजुरको भाइ बसन्त हुँ भनेर कसरी उनले भनुन्। शिशिरले पनि बसन्तलाई चिनेनन्। भोक तिर्खा र अनेक कष्ट खानु पर्दा बसन्त नचिनिने भएका थिए। तिमी शिशिर बसन्तको कथा जान्दछौ भनेर राजाको सोधनी हुँदा बसन्त भन्दछन्, महाराज पुरा त जान्दिन, जङ्गलमा शिशिरसँग बिछोड भएपछिको बसन्तको कथासम्म म जान्दछु। शिशिरले भन्छन्, त्यति मात्र भए पनि भन, मलाई त्यति भए पुग्छ। बसन्तले भन्छन्, जो हुकुम महाराज। तर सरकारबाट एउटा कबुल गरिबक्सनु पर्नेछ। मैले कथा भनेसम्म हजुर रोइबक्सनु हुँदैन। लौ कबुल भयो। यति शिशिरले भनेपछि बसन्त कथा भन्न थाले। दुई भाइको उत्पत्ति बाल लीलादेखि सुरु गरी सानी आमाको पेचले घोर जङ्गलमा परी जाडोले सताउँदा दाजु शिशिर आगोको खोजमा गई बेपत्ता भएको र भाइ एक्लै जङ्गलमा दाजु आउलान् भन्ने आशाले काम्दै बसिराखेको सम्म पुर्याउँदा शिशिरलाई असह्य भयो। उनले आँखाबाट बरबर आँसु खसाल्न थाले। अनि बसन्त भन्दछन्, महाराज कबुल नि। बसन्तको यो निवेदन सुनेर शिशिरले झटपट आँसु पुछेर भने, म रोएको होइन, लौ फेरि भन। बसन्तले फेरि भन्न थाले। पसलेको टोकासो असह्य भई बसन्त जङ्गलमा गएर शिशिर बसन्तको गीत गाउन लागेका कुरासम्म पुर्याउँदा राजाको फेरि गहभरि आँसु भयो। तब फेरि बसन्तले राजालाई आफ्नो कबुल सम्झाए।
राजाले आफूलाई सम्हालेर बसन्तलाई कथा भन्दै जाऊ भनेर हुकुम गरे। अनि जब बसन्तले आफूले राजाकी छोरी विवाह गरेर पसले कहाँ ल्याउँदा पसलेले धोका दिई 6 जना सार्कीको मद्दतले उनलाई छालाको धोक्रामा हालेर नदीमा बगाइदिएको कुरासम्म पुर्याएथे। अनि शिशिरलाई असह्य भयो। भाइ बसन्त पसलेको धोकामा पर्दा उनको ज्यान समेत गुमेछ क्यारे भन्ने मनमा उठ्दा उनी डाको छोडेर रुन थाले। बसन्तले भन्छन्, महाराज किन यस्तो असावधान होइबक्सेको? मरेका छैनन्, हडबडाई बक्सनु पर्दैन। तब शिशिरले उज्यालो मुख लागेर, साँच्चै हो? त्यसो भए हामी दुईको भेट हुनेछ, लौ अरू भन। बसन्तले भन्छन्, अनि बसन्त छालाको थैलामा बग्दा बग्दै एउटा बन्दरगाहमा पुगेछन्। त्यहाँका माझीहरूले थैलाभित्र के रहेछ भनेर थैलालाई किनारमा ल्याएर खोल्दा त बसन्त पो निस्केछन्। अनि एउटा बुढो माझीले म धर्मपुत्र पाल्दछु भनेर बसन्तलाई घरमा लगेछन्। माझीको घरमा रहँदा बस्दा एक दिन बसन्तले फलानो देशका राजाले शिशिर बसन्तको कथा सुन्न इच्छा गरेका छन् भन्ने खबर पाउँदा यथाशक्ति कथा सुनाऊ भनेर दरबारमा हाजिर भएछन्। राजाको सम्मुख पर्नासाथ राजा त मेरो दाजु पो हुनुहुँदो रहेछ भनेर चिनिहालेछन्। बसन्तले यति के भनेथे शिशिरले झटपट सिंहासनबाट ओर्लेर बसन्तलाई अङ्कमाल गरे। परस्परमा हर्षका आँसु बहन थाले। अनि शिशिर भन्दछन्, भाइ तिम्री दुलही पनि बेपत्ता भइन् भन्ने मलाई लाग्दैन। एउटी परम सुन्दरी युवती म कहाँ चढाउन एउटा पसलेले ल्याएको थियो। मेरो विवाह भइसक्यो, यी कन्या मेरा भाइलाई लायककी छिन् भनेर उनलाई अन्तपुरमा राखेको छु। ती कन्या तिम्रै दुलही हुनु पर्दछ। यति भनेर ती कन्यालाई झिकाए। ती कन्या पनि राजाको बैठकमा आएर बसन्तलाई देखि मेरा स्वामी भनी बसन्तका पाउ परिन्। अब शिशिर बसन्तको आनन्दको यात्रा पुरा गर्नलाई केही बाँकी रहेन। अब त्यो धोकेबाज पसलेको के दशा भयो होला? एकातिर बसन्त कोमल दिलका थिए। पसलेको नुन पनि उनको पेटमा बरिसकेको थियो। उतातिर कन्या चढाएको इनाम खान्छु भन्ने लालचले आफूलाई ऐश्वर्य र सन्तान दिने बिचरा निर्दोष बसन्तको ज्यान समेत लिने अभिप्रायले उनलाई छालाको धोक्रामा हाली नदीमा फ्याँकिदिएको थियो। उसको के दशा भयो होला भनेर यो कथा सुन्ने पढ्नेहरूले आफ्नो बुद्धि विवेक अनुसार निर्णय गर्नुहोला। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठमा जाला। यो कथा सुनेर तपाईहरूलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।